नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आउटेज युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। यदि हजुरहरूले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु नबिर्सनुहोला। हामीले यस्तै नयाँ सूचनाहरू ल्याएर हजुरहरू सामु प्रस्तुत गर्नेछौँ। हजुरहरूलाई थाहा नै होला, राष्ट्रिय परीक्षा बोर्डले भर्खरै कक्षा 12 को मौका अर्थात् पूरक परीक्षाको पुनर्योगको नतिजा प्रकाशन गर्ने भएको छ। यो नतिजा प्रकाशन सम्बन्धी विज्ञप्ति भर्खरै राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वेबसाइट मार्फत प्रकाशन गरेको छ। हामीहरूले हजुरहरूलाई तथ्यपरक र आधिकारिक जानकारीहरू मात्र दिने गर्दछौँ। राष्ट्रिय परीक्षा बोर्डले यही 2082 मङ्सिर 15 गते सोमबारका दिन दिउँसो 3:50 कक्षा 12 को पुनर्योगको पुनः परीक्षाको नतिजा प्रकाशन गर्दैछ। हजुरहरूले यस्तै जानकारी पाउनको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।